जय मसीह सम्पूर्ण टेम्पल अफ गड मण्डली परिवार तपाईहरुको बीचमा आज पनि परमेश्वरको वचन लिएर उपस्थिति भएको छु। विशेष गरी आजको वचनको टपिक चाहिँ बलियो जगको विषयमा लिएर उपस्थिति भएको छु। विशेष गरी मानिसको जग हैन, परमेश्वरसँगको सम्बन्धको जग कस्तो छ, परमेश्वरसँगको भरोसाको जग कस्तो छ भन्ने विषयमा आज तपाईं र म परमेश्वरको धर्मशास्त्र बाइबलद्वारा हामी चर्चा गर्ने छौँ। म मत्ती 7 को 24, 25, 26, 27 लाई म वाचन गर्दैछु अनि अगाडि हामी वचनलाई लिएर पढ्नेछौँ। यसकारण जसले मेरा यी वचन सुन्छ र पालन गर्छ, म एकजना बुद्धिमान मानिससँग त्यसको तुलना गर्छु, जसले आफ्नो घर चट्टानमाथि बनायो अनि पानी पर्यो र बाढी आयो अनि हुरी चल्यो र त्यस घरमाथि बजारियो र पनि त्यो घर ढलेन, किनकि त्यो घर चट्टानमाथि बसालिएको थियो। जसले मेरा वचन सुनेर पनि पालना गर्दैनन् त्यसको तुलना एउटा मूर्ख मानिससँग गरिन्छ, जसले आफ्नो घर बलुवामाथि बनायो, पानी पर्यो, बाढी आयो अनि हुरी चल्यो र त्यस घरमाथि बजारियो र त्यो घर ढल्यो अनि त्यसको ठुलो विनाश भयो भनेर धर्मशास्त्र बाइबलले हामीलाई सिकाउँदछ। केही वर्ष अगाडि हामी सबैजनालाई हाम्रो नेपालमा भएको घटना हाम्रो मनस्पटलमा जीवितै छ। 2072 सालमा जुन घटना भयो, जुन भूकम्प आएको थियो, जुन भुइँचालो नेपालभरि, नेपाल अधिराज्यभरि आएको थियो, त्यो भूकम्प 9.2 म्याग्निट्युडको भनेर भनिन्छ। एक्ज्याक्ट मलाई थाहा छैन, तर भयङ्कर ठुलो भूकम्प थियो त्यो। अनि त्यो त्यति बेला एउटा कुरा चाहिँ के थाहा हुन्छ भने नि प्रिय, त्यतिखेर चाहिँ कुन घरको जग कति बलियो थियो, कुन घरको जग चाहिँ कमजोर थियो भनेर हामी त्यो भूकम्पबाट जब हुँदै जाँदाखेरि हामीले चाल पाएको कुराहरू हामीलाई थाहा छ। हाम्रो आँखाको अगाडि गर्लम गर्लम घरहरू, भवनहरू ढलेको थियो, भत्किएको थियो। कति राम्रा राम्रा घरहरू यसरी जमिनमा बजारिएको थियो। हामी सबैलाई त्यो कुरा थाहा छ। हाम्रो मनस्पटलमा त्यो कुरा कहिले पनि हट्दैन, किनभने घरको रूप रङ हेरेर उसको जग बलियो छ भनेर हामी चाल पाउन सक्दैन प्रिय। त्यो घरको जग कस्तो छ भन्ने कुरा तब मात्र हामीलाई थाहा हुन्छ जब भूकम्प आउँदछ। त्यो समयमा 2072 साल, त्यो समयमा यस्तो भूकम्प गएको थियो। त्यो भूकम्पले गर्दाखेरि यति दामी दामी बिल्डिङहरू गर्लम गुर्लम ढलेको कुराहरू हामी थाहा गर्न सक्छौँ। आज मानिस जीवनमा पनि, आज तपाईँ र म कस्तो छ भन्ने कुरा हाम्रो जीवनमा आउने त्यो आँधी बेरीबाट, हाम्रो जीवनमा आउने त्यो भूकम्पबाट, हाम्रो जीवनमा आइपरेका त्यो ठुला साना समस्याहरूबाट हामी प्रभुसँग कतिको नजिक छ, कतिको बलियो छ, हाम्रो विश्वासको जग चाहिँ कतिको कमजोर छ भन्ने कुरा त्यसरी हामी चाल पाउन सक्छौँ प्रिय। कतिचोटि नि प्रिय हाम्रो सम्बन्ध, हाम्रो परमेश्वरसँगको सम्बन्ध कस्तो छ भन्ने कुरा एउटा कुरा हो। आज तपाईँ र मेरो सम्बन्ध हाम्रो परिवारसँग कस्तो छ भन्ने कुरा नि त्यहाँबाट जब थाहा पाउँछ, एउटा भनाइ छ नेपालीमा, श्रीमती कस्तो छ भन्ने कुरा नि तब थाहा हुन्छ अरे जब श्रीमानले 1 रुपियाँ पनि पैसा जब आर्जन गर्न सक्दैन, कमाउन सक्दैन, त्यतिखेर श्रीमती कस्तो छ भन्ने कुरा प्रष्टै थाहा हुन्छ अरे।
अनि श्रीमान चाहिँ कस्तो छ भन्ने कुरा तब थाहा हुन्छ अरे जब श्रीमती बिमारी हुन्छ नि अनि धेरैभन्दा धेरै पैसा लाग्छ, खर्च आउँछ। त्यतिखेर श्रीमानले कतिको श्रीमतीलाई प्रेम गर्छ अनि श्रीमतीले श्रीमानलाई कतिको प्रेम गर्छ भन्ने कुरा त्यो समस्याबाट हामीले थाहा पाउँछौँ भनेर हाम्रो एउटा नेपालीमा भनाइ छ। किन बिग्रिन्छन् भने परमेश्वरको किन हाम्रो सम्बन्ध चाहिँ परमेश्वरसँग बिग्रिन्छ? किन बिग्रिन्छन् भने परमेश्वरले आदमलाई आफ्नै स्वरूपमा बनाउनु भयो, आफ्नो परिवारको हिस्साको रूपमा उहाँले बनाउनु भएको थियो। तर आदमको सहयात्री हब्बा जो सहयोगीको रूपमा परमेश्वरले दिनुभएको थियो अनि हब्बाले जुन पापमा फसी र साथमा आदमलाई पनि फसाइन् र परमेश्वरसँगको सम्बन्ध बिग्रन पुगेका थियो। अनि यसको रिजल्ट चाहिँ के हुन्छ त? यसको नतिजा चाहिँ के आउँछ भने नि जब हामी एकले अर्काको विरुद्धमा बोल्छौँ नि प्रियो, एकले अर्काको विरुद्धमा बोल्छौँ अनि एकले अर्काको विरुद्धमा काम गर्छौँ अनि उसको पछाडि हामी जब चिट गर्दै हिँड्छौँ हैन, चिट गर्दै हिँड्छौँ भने कुनै पनि सम्बन्ध टिक्न सक्दैन प्रियो। चाहे त्यो आफ्नो साथीभाइ होस्, चाहे त्यो आफ्नो आफन्तहरू होस्, चाहे आफ्नै इष्टमित्रहरू होस्, चाहे त्यो हाम्रो समाजमा रहेका हाम्रो सम्बन्धका कुराहरू होस्, दिदीबहिनी होस्, चाहे आफ्नो श्रीमान श्रीमती अथवा आफ्नो छोराछोरी। जब हामी कसैको पनि विरुद्धमा जब हामी बोली पठाउँछौँ भने नि प्रियो त्यसमा बलियो सम्बन्ध छ भनेर हामी बुझ्न सक्दैनौँ अनि त्यसमा बलियो सम्बन्ध पनि हुँदैन। अनि श्रीमान श्रीमतीको सम्बन्धमा पनि हामी आज नेपालमा हेर्छौँ भने धेरैभन्दा धेरै अहिले डिभोर्सको कुराहरू हामी थाहा गर्न सक्छौँ। विवाहभन्दा पनि डिभोर्स धेरै भइरहेको कुराहरू हामी फेसबुक टिकटकहरू जब हामी चलाउँछौँ भने त्यसमा हामी धेरै डिभोर्स भएको कुराहरू हामी थाहा गर्न सक्छौँ प्रियो। किन हुन्छ त भन्दा नि आज त्यही चिट गर्छौँ, श्रीमान पर स्त्रीसँग, श्रीमती पर पुरुषसँग जब सम्बन्ध गाँच्न जान्छ एकले अर्कालाई भरोसा गर्न छोड्छ अनि डिभोर्स हुन पुग्छ। अनि त्यसको नतिजा चाहिँ के हुन्छ भने उनीहरूबाट जन्मेको बच्चाहरूको भविष्य चाहिँ अन्धकारमय हुन्छ अनि डामाडोल हुन्छ। अनि यसकारण तपाईँ र मैले जुन सम्बन्ध परमेश्वरसँग गर्नुपर्ने हो त्यो सम्बन्ध जबसम्म परमेश्वरसँग हाम्रो सम्बन्ध हुँदैन तब हाम्रो जीवनमा आइपर्ने हरेक समस्याहरूले हामीलाई पछाडि ढकालिन्छ, विश्वासमा अघि बढ्न हामी सक्दैनौँ अनि हामी यहाँसम्म कि कतिजना त ब्याकस्लाइडसम्म भइदिन्छ। कारण हाम्रो बलियो जब नभएको कारणले। हामी एक हुन चाहिँ किन जरुरी छ भन्ने कुरालाई लिएर म फेरि बोल्दैछु, किनभने प्रभुसँग हाम्रो सम्बन्धको जब बलियो बनाउनु एकदमै महत्त्वपूर्ण र जरुरी कुरा हो। पाप परीक्षादेखि बच्न र पाप परीक्षादेखि पास हुनका निम्ति हामी उहाँसँग रहिरहन जरुरी छ। अनि त्यति मात्र होइन प्रियो, हाम्रो जीवनबाट फलहरू फलाउनु पनि छ। यूहन्ना 15:5 भन्छ, ममा रहु म तिमीहरूमा रहन्छु। जसरी हाँगा दाहको बोटमा रहेन भने त्यो आफैले फल फलाउन सक्दैन, त्यसरी तिमीहरू ममा रहेन भने तिमीहरूले पनि फल फलाउन सक्दैन। आज यस कारण हामी उहाँमा रहनु जरुरी छ। हामी उहाँसँगको सम्बन्धको जगमा रहनु, जसरी एउटा रुखमा एउटा हाँगाको जुन सम्बन्ध हुन्छ त्यसरी नै हामी उहाँमा जोडिनुपर्छ। अनि त्यो जोडिएको कारणले गर्दा प्रियो हामी फल फलाउन सक्छौँ। अनि यहाँ 5मा के भनेको छ भने यूहन्ना 15:5 मा छ, दागको बोट म हुँ, तिमीहरू चाहिँ हाँगाहरू हौ। यदि कोही ममा रह्यो भने र म त्यसमा रहे भने त्यसले धेरै फल फलाउँछ, किनकि मबाट अलग रहेर तिमीहरू
ले केही गर्न सक्दैन। साँच्चै नै जब हामी उहाँमा रहेनौँ भने नि हामीले केही गर्न सक्दैनौँ, हामीले फल फलाउन सक्दैनौँ। हामी त्यो समस्या, त्यो रूढिवादीदेखि, हाम्रो त्यो पाप परीक्षाहरूबाट होइन, अनि हामी माथि आइपर्ने त्यो समस्याहरूबाट हामी पास हुन हामी सक्दैनौँ। विश्वासको जग के हो? विश्वासको जग चाहिँ परमेश्वरको वचन हो। विश्वासीहरूको रूपमा हेर्ने हो भने हाम्रो जग शैक्षिक ज्ञान वा व्यक्तिगत महत्त्वाकांक्षा होइन। हाम्रो जग परमेश्वरको वचन हो। यसु आफै, यसुले मत्ती 7:24 र 27 अघि मैले पढे झैँ त्यहाँ व्याख्या गर्नुभएको छ, जसले उहाँको वचन सुन्छ र पालन गर्छ त्यो चट्टानमाथि घर बनाएको बुद्धिमान मानिस जस्तै हो। जब आँधीबेहरी र बतास र बाढी आउँछ त्यो घर खडा नै रहन्छ। आमेन। आज साँच्चै नै यो वचनले हामीलाई यही कुराहरू सिकाउँछ प्रिय। हामी जबसम्म उहाँमा रहँदैनौँ तबसम्म संसारिक समस्याहरूबाट, संसारिक त्यो हावाहुरी जस्ता अप्ठ्यारो कुराहरूबाट, संसारिक त्यो आँधीबेहरी जसलाई हाम्रो क्षमताभन्दा बढ्ता गरेर आउँछ। एकचोटि म जब सानै थिएँ, सानो 12-13 वर्षको उमेरमा जब आँधीहुरी आएको थियो, अनि त्यतिखेर म साइकल चलाउँथेँ। अनि त्यो पनि सानो, त्यो ठुलो साइकल, त्यतिखेर सानो साइकलको चलन थिएन। ठुलो साइकलमा म त्यो कैँचीबाट चलाउँदै थिएँ। एउटा हातले ह्यान्डल समातेर, एउटा हातले चाहिँ सिट समातेर जब चलाउँदै थिएँ त्यतिखेर आँधीहुरी आएको थियो। अनि त्यो समयमा मलाई थाहा भयो आँधीहुरी चाहिँ कस्तो हुन्छ भनेर। मैले चलाएको साइकल चाहिँ त्यो बाटो मुनिको त्यो खाडल हुन्छ नि त्यहाँ पुऱ्याइदिएको थियो। अनि म त्यो खाडल मुनि लुकेर, अनि त्यो बाटोको ढुङ्गा, त्यतिखेर हाम्रो पिच थिएन, अहिले पिच छ, तर त्यतिखेर त्यो बाटोको ढुङ्गा बिछाएको कुराहरू जब म त्यहाँनिर ढुङ्गा समातेर चाहिँ म बचेको कुराहरू, म सेफ भएको कुराहरू मैले महसुस गरेको छु प्रिय। अनि यस्तो समस्याहरू हुन्छ जो चाहिँ हाम्रो क्षमताले नभ्याउने समस्याहरू आउँछ हाम्रो जीवनमा। अनि त्यो समस्याबाट पास हुनको निम्ति, त्यो समस्याहरूबाट बच्नको निम्ति प्रिय तपाईँ र म होसियारी, उहाँसँगको सम्बन्धमा होसियारी रहनुपर्छ प्रिय। जब हामी उहाँसँग रहन्छौँ भने नि प्रिय, परमप्रभुले तपाईँ र मलाई त्यस्तो समस्याहरूबाट, आँधीबेहरी जस्ता कुराहरूबाट हामीलाई उहाँले बचाउनुहुन्छ। अनि यो वचन हामीलाई लाग्छ यो लिखित हो, हामीलाई लाग्छ यो वचन कसैले लेखेको, हामी पढ्छौँ यो सिद्धिन्छ, त्यो होइन प्रिय। उहाँको वचन चाहिँ व्यक्तित्वमा आउँछ भनेर हामीले यूहन्नाको 1:1ले भन्छ। वचन नै परमेश्वर हुनुहुन्थ्यो, परमेश्वर नै वचन हुनुहुन्थ्यो, अनि वचन नै देहधारी हुनुभयो भनेर हामीलाई सिकाउँदछ। उहाँको वचन यसकारण व्यक्तित्व बन्दछ भने हाम्रो शब्द, हामीले बोलेको कुराहरू चाहिँ शब्द मात्रै हुँदछ, शब्दमा सीमित हुँदछ। किन मानिस पतन हुन्छ? किनभने उहाँमाथि बलियो जग नभएको कारण पतन हुन्छ। आज धर्मशास्त्र बाइबलले हामीलाई 2वटा जगको विषयमा सिकाएको छ। एउटा जग चाहिँ ढुङ्गामाथि बसालिएको, अनि अर्को जग चाहिँ बलुवामाथि बसालिएको। अनि पतन चाहिँ किन हुन्छ भने जब हामी ढुङ्गामाथि घर बनाउँदैनौँ, जब हामी चट्टानमाथि हाम्रो जग खडा गर्दैनौँ भने नि प्रिय, हाम्रो घर आँधीहुरी बतास आउँदा ढल्छ प्रिय। अनि यसकारण तपाईँ र मैले जब जुन ठाउँमा हामी घर बनाउँछौँ, जुन ठाउँमा हामी जग हाल्छौँ नि प्रिय, हामी ढुङ्गेनी जमिनमा, ढुङ्गा भएको जमिनमा तर तपाईँ र मैले हाल्नुपर्छ। त्यही भएर 1 कोरिन्थी 3:11ले भन्छ, किनकि जुन जग बसालिसकेको छ, जो
यीशु ख्रीष्ट हुनुहुन्छ, त्यसबाहेक पनि मानिसले अर्को जग बसाल्न सक्दैन भनेर यहाँ भनिएको छ। अनि जुन जग बसालिसकेको छ भनेपछि त्यो जग चाहिँ को भन्दा चाहिँ प्रभु यीशु हुनुहुन्छ। अनि त्यो जगमाथि जब हामी घर बनाउँछौँ, विश्वासको घरहरू बनाउँछौँ, भरोसाको घरहरू बनाउँछौँ नि, अनि त्यो घर चाहिँ कहिले पनि ढल्दैन। यदि हामी उहाँमाथि बलियो जगमा विश्वासको घर बनाउँछौँ भने जस्तै सुकै पाप परीक्षा आए पनि विश्वासको घर भत्काउन सक्दैन। पापमाथि विजय, परीक्षामाथि पास हामी अवश्य पनि हुन्छौँ। आमेन। केही मान्छेहरू बिमार भएर प्रभुमा आउँछन् ठिक हुनका निम्ति, अनि ठिक पनि हुन्छ, ऊ निको पनि हुन्छ, तर सानोतिनो कष्टले, सानोतिनो कुराले, होइन, मनमुटाव, होइन, चित्त दुखाइ, उसले जुन अभिलाषा राखेर चर्च आएको हुन्छ अनि त्यो कुराहरू नपाउँदाखेरि अनि उसको मन टुट्दछ प्रिय। अनि टुट्ने मात्र होइन प्रिय, उनीहरू यहाँसम्म कि उनीहरू पछि ब्याकस्लाइड हुन पनि पछि पर्दैन प्रिय। हाम्रो जीवनमा सधैँ हरियो खर्क हुँदैन प्रिय। सधैँ के भन्छ शान्ति आनन्द हुँदैन, सधैँ हामीलाई सजिलोपन हुँदैन प्रिय। हाम्रो जीवनमा एउटा उदाहरणका लागि जब एउटा बालक जन्मिन्छ अनि त्यो जन्मिएपछि नि त्यो बालकलाई आमा बुबाले एकदमै स्याहार सुसार गर्छ। आमाले दुध खुवाउँछ अनि बुवाले उसको रेखदेखको लागि उसले कमाएका धन सम्पत्तिहरू त्यो बच्चाको लागि खर्च गर्छ। अनि त्यो खर्च गर्दै गर्दाखेरि त्यो बच्चा एकदमै त्यो उसलाई काम पनि गर्नु पर्दैन, उसलाई त्यो के भन्छ उमाथि समस्या पनि हुँदैन, उसको कुनै पनि उत्तरदायित्व हुँदैन, कुनै रेस्पोन्सिबिलिटी उसमा हुँदैन प्रिय। अनि सबै जिम्मेवारी चाहिँ आमा र बुवामाथि जान्छ। अनि आमाले उसलाई पकाएर खुवाउँछन्, बुबाले कमाएर ल्याउँछन्, अनि उसले भनेको कुराहरू, होइन, मिठा मिठा कुराहरू, उसले खान सक्ने कुराहरू आमा र बुबाले मजाले उसलाई खुवाउँछ। लाउने कुरा, लत्ता कपडादेखि लिएर स्कुल पढाउने कुरादेखि लिएर उसको टिफिन खर्च, हरेक कुराहरू आमा र बुबाले जिम्मेवारी उठाइरहेको हुन्छ। अनि त्यो बच्चा जब ठुलो हुन्छ नि त्यसपछि उसको पनि काँधमा जिम्मेवारी थपिन्छ प्रिय। अनि उसको जिम्मेवारी उसले पनि अब के गर्नुपर्छ, ठुलो हुन्छ, पढाइ सक्छ, अनि त्यसपछि उसले पनि काम गर्नुपर्ने हुन्छ। अनि उसको पनि बालबच्चा हुन्छ, उसले पनि बालबच्चालाई हेर्नुपर्ने हुन्छ। अनि त्यसको साथसाथै आमा र बुवा, वृद्ध आमा बुवालाई पनि उसले टेक केयर गर्नुपर्ने हुन्छ। अनि त्यो समयमा उसलाई गाह्रो र अप्ठ्यारो परिस्थितिहरू आउँछ। अनि त्यो गाह्रो र अप्ठ्यारो परिस्थितिमा नै मानिसहरू कतिजना हाई काट्दै बस्छन्, कतिजना डिप्रेसनमा पर्छन् जब उसले हेर्न सक्दैन। अनि त्यही भएर परमेश्वरले जहिले पनि त्यो दुधे बालकलाई झैँ उहाँले, होइन, हरियो खर्कमा चराउनुहुन्न प्रिय, होइन, खालि दुध मात्रै उहाँले खिलाउनुहुन्न प्रिय, खुवाउनुहुन्न। हाम्रो जीवनमा नि हरियो खर्कको साथसाथै हाम्रो जीवनमा अनेकाल उहाँले लिएर आउनुहुन्छ, मरुभूमि उहाँले छोडिदिनुहुन्छ, अनि आवश्यकताहरू पनि उहाँले, खाँचोको कुराहरू पनि पारिदिनुहुन्छ। अनि यहाँसम्म कि आगो र पानीमा भएर पनि हामी जानुपर्ने हुन्छ प्रिय। त्यही भएर यसाया 43:2 भन्छ, त पानीबाट भएर जाँदा म तेरो साथमा हुनेछु, त नदीहरूबाट भएर जाँदा तिनले तँलाई डुबाउने छैनन्, त आगोबाट हिँडेर जाँदा डर्ने छैनस्, त्यसको ज्वालाले तँलाई भस्म पार्ने छैन, किनकि म परमप्रभु तेरो परमेश्वर हुँ। आमेन। तर उहाँले एउटा कुरा चाहिँ के गर्नुभएको छ भने जस्तो सुकै समस्या भए तापनि, जस्तो सुकै अप्ठ्यारो कुरा हाम्रो जीवनमा आइपरे तापनि उहाँले तपाईँ र मलाई चाहिँ कहिले पनि छोड्नुहुन्न भनेर उहाँले प्रतिबद्धता गर्नुभएको छ। अनि उहाँको वचन चाहिँ प्रमाण गर्ने कुरा होइन, घोषणा गर्ने कुरा हो। आमेन। उहाँले उहाँको वचनलाई जब हामी घोषणा गर्छौँ नि प्रिय,
अनि त्यो घोषणाको शक्ति यस्तो प्रकारले काम गर्छन्, तपाईँ र मलाई पनि त्यो कुरा थाहा हुँदैन। आमेन। हिब्रू 6 अध्यायमा बोलियो जबको लागि, अनि म यहाँ 6वटा कुराहरू छ, 6वटा कुरा तपाईँहरूको बिचमा म राख्नेछु। मृतक कामहरूबाट पश्चाताप भनेर भनेको छ। हामी मृतकमा हामीलाई नर्कमा लाने, हाम्रो परमेश्वरको महिमा नहुने कुराहरू जब हामी त्यो कुराहरूबाट चाहिँ हामी पश्चातापी हृदय लिएर चाहिँ हामी फर्किनुपर्छ। हाम्रो जीवनमा चाहिँ बलियो झक बनाउने हो भने, अनि आत्मिक जीवन नभएका वा मुक्ति कमाउने प्रयास नगर्ने कार्यहरूबाट टाढा रहनुहोस्। धार्मिकता वा खोक्रो रीतिरिवाजबाट हामी टाढा रहनुपर्छ भनेर भन्दछ। साँच्चै नै हामी कतिवटा यस्तो कुराहरू गर्छ जसले चाहिँ हाम्रो आत्मालाई शान्ति दिँदैन प्रिय। जब हामी व्यभिचारमा फस्छौँ, जब हामी ढाँट्न थाल्छौँ, जब हामी अरूको मानिसहरूको कुरा काट्न थाल्छौँ, जब हामी अरूको वधखुवाई गर्छौँ, जब हत्या हिंसा गर्छौँ, यी कुराहरूबाट चाहिँ हामी फर्किनुपर्छ भनेर भन्दछ धर्मशास्त्रले। अनि मात्रै हाम्रो जब निर्माण हुँदै जाँदछ। अनि दोस्रोमा छ परमेश्वरप्रतिको आस्था। हामी परमेश्वरमाथि कस्तो भरोसा गरेका छौँ त, हामी परमेश्वरमाथि कस्तो आस्था राखेको छ भन्ने कुरामा पनि हाम्रो जगको तुलना हुँदछ। अनि धर्मशास्त्र बाइबलमा एउटा घटना छ, जुन घटना तपाईँहरूको बिचमा लिएर जाँदैछु। अब्राहमको आस्था चाहिँ कस्तो थियो भन्ने कुरालाई लिएर तपाईँहरूको बिचमा केही कुरा चर्चा गर्न चाहे। उत्पत्ति 22मा हैन, हामी 5मा हेर्छौँ भने, तब अब्राहमले आफ्ना कमारालाई भने, तिमीहरू यही गधासँग बस, म र यो केटो ऊ परसम्म गएर पूजा गरी तिमीहरू कहाँ फर्केर आउनेछौ। आमेन। यहाँनिर परमेश्वरमाथि यस्तो आस्था राखेको थियो अब्राहमले। 100 वर्ष पुगेको अब्राहम र 90 वर्ष पुगेको सारा, उनीहरूबाट परमेश्वरले जुन सन्तान दिन्छु भनेर प्रतिबद्धता गर्नुभएको थियो, सारा मुस्कुराएको कुराहरू छ, विश्वास नगरेको कुराहरू हैन। अब्राहमले पनि भनेको छ, म 100 वर्ष पुगिसक्यो, सारा के भन्छ 90 वर्ष पुगिसक्यो, यो अवस्थामा पनि हुन्छ र भन्ने कुराहरू गर्दा गर्दै पनि उनीहरूले एउटा सन्तान पाएको छ, इसहाक। अनि त्यो वृद्ध अवस्थामा पुगेको त्यो अब्राहमलाई परमेश्वरले चाहिँ एक दिन के भन्छ भने, तिम्रो छोरो चाहिँ म यो डाँडामा लगेर चाहिँ बलि गर्नु भनेर भन्छ। अनि अब्राहम साँच्चै नै 3 दिनको बाटो लगाएर म यो डाँडामा पुग्छ। उनीहरू पुग्छ, अनि त्यस पछाडि आफ्नो नोकरलाई चाहिँ के भन्छ भने, तिमीहरू यहीँ बस गधाहरूसँग, म र केटो ऊ परसम्म गएर पूजा गरी तिमीहरू कहाँ फर्केर आउनेछौ भनेर भनेको छ। अब्राहमलाई यो वचनले हामीलाई के सिकाउँछ भने, म र यो केटो चाहिँ पर पुगेर हामी फर्केर आउँछौँ भनेर चाहिँ पहिले उसलाई विश्वास थियो। आमेन। म र यो केटो चाहिँ हामी फर्केर आउँछौँ पूजा गरेर, होम बलि चढाएर भनेर पहिले नै घोषणा गरिसकेको थियो। उसलाई त्यो विश्वास थियो, परमेश्वरमाथि आस्था थियो, मेरो छोरालाई केही पनि हुन्न भनेर। अनि 8मा भनेको छ, अब्राहमले भने, छोरा, परमेश्वरले नि होम बलिको निम्ति थुमा जुटाइदिनु हुनेछ। अनि ती दुवै सँगसँगै गए। इसहाकले सोधेको छ, बाबा, हामीसँग दाउरा छ, हामीसँग सबै थोक छ, तर बलि चढाउने थुमा चाहिँ खै भनेर सोद्धाखेरि अब्राहमको जवाब हेर्नु, छोरा, परमेश्वरले नै होम बलिको निम्ति थुमा जुटाइदिनुहुन्छ। आमेन। अब्राहमलाई यो कुरा प्रष्ट थाहा थियो कि इसहाकबाट नै सारा जातिहरू फैलिने छ भनेर। बुढेसकालको तपाईँ र म, हामीसँग भएको एक्लो छोरो जसलाई हामी अत्याधिक माया गर्छौँ,
यदि परमेश्वरले तपाईँ र मलाई चाहिँ यसलाई चाहिँ बलि गर भनेर हामी गर्न सक्छौँ प्रिय, त्यो विश्वास छ। आज तपाईँ र मसँग त्यो विश्वास छैन भने पनि हामीले कोसिस चाहिँ हामी जारी राख्न सक्छौँ, जसले चाहिँ तपाईँ र मेरो परमेश्वरसँगको आस्थामा बलियो, भरोसामा बलियो, विश्वासमा बलियो जग निर्माण हुँदछ। अनि यस्तो व्यक्तिहरू मात्रै यस्ता समस्याहरूबाट चाहिँ पार हुँदछ। अनि उनीहरूको जीवनमा चाहे त्यो पानीबाट भएर जाओस्, चाहे त्यो अनिकालबाट भएर जाओस्, चाहे त्यो आगैबाट भएर गए तापनि परमप्रभुले उनीहरूलाई चाहिँ सुरक्षा, संरक्षण र उहाँको निगाहभित्र, उहाँको छत्र छायाभित्र र सुरक्षा सधैँभरि दिनुहुन्छ। आमेन। अनि 3मा चाहिँ के छ भने 2मा परमेश्वरप्रतिको आस्था केवल बौद्धिक विश्वासको सट्टा सक्रिय जीवन्त परमेश्वरमा भरोसा हुनुपर्छ। परमेश्वरको चरित्र र प्रतिज्ञाहरूमा आशा राख्नुपर्छ भनेर भन्दछ। 3मा हामी हेर्नेछौँ बप्तिस्माको सिद्धान्त। पानीको बप्तिस्मा र पवित्र आत्मामा बप्तिस्मा सहित आत्मिक शुद्धिकरणको बुझाइ हुनुपर्छ। आत्मिक डुबाई ख्रिस्ट शरीरमा र पानीको बप्तिस्मा बुझ्ने र पवित्र आत्माको बप्तिस्मा भएको हुनुपर्छ। यदि हामी बप्तिस्माको सिद्धान्तलाई हामीले राम्रोसँग बुझेको छैन भने पनि हाम्रो बलियो जगको के भन्छ जगको पाट र त्यो कङ्क्रिट चाहिँ कम्ती हुँदछ। यदि हामी बलियो जग बनाउने हो भने हामीले बप्तिस्माको विषयमा, चाहे त्यो पानीको बप्तिस्मा होस्, चाहे त्यो पवित्र आत्माको शक्तिको बप्तिस्मा होस्, हामीले यो कुराहरू हामीले एकदमै बुझ्नु जरुरी छ प्रिय। अनि अर्को कुरा हात राख्ने काम, आशीर्वाद दिने, शिक्षा दिने, ज्ञान दिने वा आत्मिक वरदानहरू प्रदान गर्ने अभ्यास हाम्रो जीवनमा हुनुपर्छ। अनि यो कुराले हाम्रो विश्वासको जगलाई मजबुत बनाउँदछ। साँच्चै नै हामी कतिचोटि प्रार्थना गर्न जान्छौँ अनि हामी बिमारीको हातमा राखेर हामी प्रार्थना गर्छौँ। आमेन। अनि त्यो बिमारीहरू निको हुँदछ। आज याइरसको छोरीलाई पनि प्रभु यीशुले चाहिँ हात राखेर निको पारेको कुराहरू, मरेको ठिटी त्यहाँका मानिसहरूले खिल्ली उडाएको थियो। प्रभु यीशुले यो ठिटी चाहिँ मरेको छैन, यो ठिटी चाहिँ सुतेकी छ भन्दाखेरि त्यहाँको सबै त्यो वरपरका मानिसहरू चाहिँ गलललल हाँसेका थिए, गिल्ला प्रभु यीशुलाई गरेका थिए। तर प्रभु यीशुले जब त्यो ठिटीमाथि हात राख्नुभयो, बालिका उठ भन्दाखेरि ओ उठेको कुराहरू हामी थाहा गर्न सक्छौँ। आज हामीले हात राख्ने होइन, हामीले हाम्रो बच्चाहरूमाथि टाउकोमा हात राखेर आशीर्वाद दिने काम, शिक्षा दिने कामहरू, अनि ज्ञान दिने कामहरू र आत्मिक वरदानको अभ्यास गर्ने कुराहरू आफैले गर्नुको साथसाथै जब हामी अरूलाई पनि त्यो कुराहरू सिकाउनु पर्दछ, अनि मात्रै हाम्रो जग बलियो निर्माण हुँदै जाँदछ। अनि मृतकहरूको पुनरुत्थानको विषयमा आज विश्वासीहरू अहिले प्रभुमा सुतेको कुराहरू छ होइन, प्रभुमा सुत्छ अहिले, अनि उहाँको दोस्रो आगमनमा उठ्ने छ भन्ने कुरालाई जब हामी विश्वास गर्दैनौँ भने हाम्रो जग मजबुत हुँदैन प्रिय। भविष्यमा मरेकाहरूको पुनरुत्थानमा विश्वास हामीले गर्नुपर्छ, हुनुपर्छ। भविष्यको आशाको बारेमा होइन, अमर जीवनको बारेमा, अनन्त जीवनको बारेमा, स्वर्गीय जीवनको बारेमा यी कुराहरू जबसम्म हामी बुझ्दैनौँ तबसम्म हाम्रो विश्वासको जग बलियो हुँदैन प्रिय। अन्तमा अनन्त न्याय, परमेश्वरले सबै कार्यहरू र न्याय गर्नुहुन्छ भन्ने विश्वास राख्नुपर्छ। परमेश्वरको न्यायको अन्तिमता बारेमा हामीले बुझ्नुपर्छ।
अन्तिम समयमा न्याय हुन्छ भन्ने कुरालाई जबसम्म हामीले भरोसा गर्दैनौँ, जबसम्म हामी विश्वास गर्दैनौँ, हामीले अहिले जति पनि पाप कर्महरू, जति पनि धार्मिक कार्यहरू, जति पनि हामी परमेश्वरले हामीलाई सिकाउनु भएको परोपकार कार्यहरू जब हामी गर्छौँ अहिले, अनि त्यो कुराको लेखाजोखा चाहिँ माथि हुँदछ प्रिय। यो अन्तिम न्यायको विषयमा जबसम्म हामी बुझ्दैनौँ, जबसम्म हामी जान्दैनौँ, तबसम्म हाम्रो जग बलियो हुँदैन प्रिय। अनि जगको केही प्रमुख कुराहरू पनि म भन्न चाहे। यीशु ख्रीष्टलाई आदर्शशीलताको रूपमा सम्पूर्ण विश्वास यीशुको जीवन, मृत्यु र पुनरुत्थानमा आधारित छ प्रिय। जब उहाँ हाम्रो निम्ति आउनुभयो, हाम्रो निम्ति मर्नुभयो, यो संसारमा आएर, अनि 3 दिनसम्म चिहानमा गाडिनु भयो, अनि तेस्रो दिनमा उहाँ भौरी उठ्नुभयो, अनि 40 दिनसम्म आफ्नो चेलाहरूसँग रहनुभयो, अनि त्यस पछाडि उहाँ स्वर्ग हुनुभयो भन्ने कुरालाई हामीले जबसम्म विश्वास गर्दैन तबसम्म तपाईँ र मेरो फाउन्डेसन जग बलियो हुँदैन। धर्मशास्त्रको अधिकार पनि हामीले बुझ्नुपर्छ। प्रेरित र अगमवक्ताहरू, बाइबलका शिक्षाहरूले ख्रीष्टलाई बुझ्नका लागि विश्वासको जग निर्माण गर्न मद्दत गर्छ। बाइबलमा प्रेरित र अगमवक्ताका शिक्षा आधिकारिक स्रोत हो, जसले यीशुको पहिचान, जीवन, मृत्यु र पुनरुत्थानको बारेमा साक्षी दिँदछ। सक्रिय विश्वास, साँचो बाइबलीय विश्वासको लागि केवल बौद्धिक सहमति र शिक्षामा मात्र होइन, कार्य र आज्ञाकारितामा हुनुपर्दछ। साँचो विश्वासमा यीशुको वचन सुन्नु र पालन गर्नु पर्दछ। मूलत बलुवामा होइन, चट्टानमा आफ्नो जीवन निर्माण गर्नु पर्दछ। प्रभु येशू भन्नुहुन्छ, आमेन। अनुग्रह र मुक्ति चाहिँ अनुग्रहमा जरा गाडिएको हुन्छ, र मुक्ति पछिको पापलाई पश्चाताप र स्वीकार मार्फत अनुग्रह र मुक्ति पाइन्छ भन्ने कुरा बुझ्नुपर्छ। परिपक्वता निर्माण, होइन, एकदमै त्यो के भन्छ नि, परिपक्व बलियो निर्माणको लागि चाहिँ पहिलो कुरा आधारभूत सिद्धान्तहरू बुझ्नुपर्छ। यदि हामीले यही कुरा बुझेको छैन भने हाम्रो विश्वासको जग बलियो छ भनेर विश्वास गर्न सकिँदैन। यी कुरा बुझेपछि मात्र अरू गहिरा कुराहरू बुझ्न सकिन्छ, जसले हाम्रो हाम्रो विश्वासको जग बलियो हुँदछ, जसले विश्वासीहरूलाई आत्मिक परिपक्वतामा अगाडि बढ्न अनुमति मद्दत मिल्दछ। अब हामीले बलियो जगको विषयमा हामीले हेऱ्यौँ, होइन, बलियो जग कसरी हुन्छ, जग के हो, होइन, अनि बलियो जग चाहिँ हामीले कसरी गर्न सकिन्छ भन्ने कुरालाई हेऱ्यौँ। अब हामीले बलियो जग बनाउन के अभ्यास गर्ने भन्ने कुरालाई हामी हेर्नेछौँ। चर्चमा एकता हुनु एकदमै जरुरी छ। चर्चको उद्देश्य प्राप्त गर्नका लागि यो आवश्यक छ प्रिय हो, आमेन। मत्ती 5:9ले पनि भन्छ, धन्य मेलमिलाप गराउनेहरू, किनभने तिमीहरू परमेश्वरका छोराछोरी कहलाइनेछ। यो चाहिँ हामीले अभ्यास गर्ने कुराहरू हो विश्वासको बलियो जग बनाउनको निम्ति। अनि उहाँको साक्षी, विश्वासको जग बनाउन यीशुको जीवन, सेवकाईको ऐतिहासिक प्रमाणित विवरण बारेमा अरूलाई सिकाउन सक्नुपर्छ। प्रेरित 1:8ले भन्छ, तर पवित्र आत्मा तिमीहरूमा आउनु भएपछि तिमीहरूले शक्ति पाउनेछौ, तर तिमीहरू यरुशलेममा, सारा यहुदियामा, सामरियामा र पृथ्वीको अन्तिम छेउछाउमा मेरो साक्षी हुनेछौ। आमेन। साँच्चै नै जब पवित्र आत्मा हामीमा आउनु भइसकेपछि नि, हामीले शक्ति पाइसकेपछि नि, हामीले हाम्रो एरियामा, हाम्रो गाउँमा, हाम्रो छिमेकीमा, हाम्रो के भन्छ सहरमा, हाम्रो डिस्ट्रिक्टमा, हाम्रो अञ्चल हुँदै देशभरि मात्र नभएर सारा संसारभरि नै यो कुराको साक्षी हामीले दिनु सक्नुपर्छ र हामी हुनुपर्छ। अनि सेवा भनेको कतिजनाले चाहिँ लिने गर्छ प्रिय। हामी सेवाकाई गर्न आएको भन्छ, उसले चाहिँ सेवाकाई गरेको हुँदा सेवा चाहिँ लिइरहेको हुन्छ। सेवा लिने होइन, सेवा चाहिँ दिने कुरा हो, होइन। हामीले यी कुरा सिक्नुपर्छ। ख्रीष्टलाई पछ्याउनु भनेको उहाँको सेवा गर्नु हो, जसलाई
प्रतिबद्धता, इच्छुक भक्ति भनिन्छ। अनि सो इच्छाले सेवाकाई हामी गर्नुपर्छ। धर्मशास्त्रले हामीलाई सो इच्छाको सेवाकाई गर्नुपर्छ भनेर पनि हामीलाई सिकाउँदछ। आमेन। अयुबको विश्वासको सम्बन्ध प्रभुसँग कस्तो थियो भन्ने कुरालाई म केही चर्चा गर्न चाहे। हामी अयुब 1:20मा यो कुराहरू छ। यो सुनेर अयुब उठेर तिनले आफ्नो लुगा च्याते, तिनले आफ्नो कपाल खौरे र भुइँमा घोप्टो परेर दण्डवत गरी भने, म आफ्नी आमाको गर्भबाट नाङ्गे आएँ अनि म नाङ्गै फर्केर जानेछु। परमप्रभुले दिनुभयो अनि परमप्रभुले नै लानुभयो। परमप्रभुको नाउँ धन्य होस्। साँच्चै नै यो अयुबले यो कुरा भन्दै गर्दा नै प्रिय हो। अयुबको यति धेरै सम्पत्ति थियो, अनि 7 जना त छोरा थियो, 3 जना छोरी थियो, 6000 भेडाहरू थियो, अनि उसको ऊँट 5000, होइन, हल गोरु 5000, अनि त्यसको साथसाथै भेडा चाहिँ 6000 भयो भेडा, अनि उसँग नोकर चाकर, त्यसको साथसाथै नोकर चाकरहरू पनि धेरै थियो भनेर हामीले अयुबको पुस्तकले भन्छ। अनि अयुबको जीवनबाट ती कुराहरू सबै खोसेको छ प्रिय। अनि अयुबको जीवनबाट सबै कुरा खोसे तापनि अयुबले के भनिरहेको छ यहाँनिर, यो सुनेर अयुब उठेर तिनले आफ्नो लुगा च्याते अनि तिनले आफ्नो कपाल खौरे र भुइँमा घोप्टो परेर दण्डवत गरेको कुराहरू हामी थाहा गर्न सक्छौँ। त्यति मात्र होइन, म आमाको गर्भबाट नाङ्गे आएँ, नाङ्गे जानेछु फर्केर, परमप्रभुले दिनुभयो अनि परमप्रभुले लानुभयो। परमेश्वरको नाउँलाई धन्यवाद होस् भनेर। कस्तो परमेश्वरसँगको त्यो सम्बन्ध थाहा छ प्रिय। हाम्रो जीवनबाट नि अघि पनि मैले भने, सानो कुरा हाम्रो जीवनमा जुन आश राखेर होइन मण्डली गएको हुन्छ, अनि त्यो मण्डलीले त्यो कुरा पुरा नगरिदिँदा मानिसहरू मण्डली फेर्छन्, मानिसहरू चर्च आउन छोड्छन्, मानिसहरू सङ्गतिमा इन्भल्भ हुन चाहँदैनन्, यहाँसम्म कि संसारपट्टि नै फर्किएर ब्याकस्लाइड भएको कुराहरू हामी थाहा गरेको कुराहरू हाम्रो अगाडि ती साक्षी छ। तर अयुबको उहाँसँगको त्यो बलियो सम्बन्धको जगनी यस्तो घनिष्ठता छ, ऊबाट त्यो भएको सबै धन सम्पत्ति, आफ्नो सन्तान, 6000 भेडा बाख्रा, अहिलेको समयमा हिसाब गर्नु कति लाख करोड हुन्छ, उठे 5000, अनि के भन्छ भेडाहरू 5000, घावल गोरु 5000, औ कति होला त्यो हिसाब गर्नुहोस् त। नोकर चाकरहरू सबै खोसिँदा पनि उसले चाहिँ के भनेको छ, अघि भनिहाले, म आमाको गर्भबाट नाङ्गे आएँ, म नाङ्गे फर्केर जानेछु। परमप्रभुले दिनुभयो त परमप्रभुले लानुभयो। परमप्रभुको नाउँको धन्यवाद भन्न के हामी सकेका छौँ प्रिय। आज अयुबले त्यो भन्न सकेको कारणले गर्दा नि उसले त्यसको 2 गुणा आशिष पाएको कुराहरू हामी थाहा गर्न सक्छौँ। यहाँसम्म कि उसको श्रीमतीले त उसलाई के भनेको छ भने, यी सबै कुरामा अयुबले परमेश्वरलाई गलत कामको दोष लगाएनन् भनी पनि भनेको छ है त। अनि अयुबको श्रीमतीले चाहिँ के भनेको छ भने, अयुब 2:9मा तिनकी पत्नीले तिनलाई भने, के तपाईँ आफ्नो निष्ठामा अझै अडिग नै रहनुहुन्छ? परमेश्वरलाई श्राप्नुहोस् र मर्नुहोस् भनेर भनेको छ। तर अयुबको जवाब चाहिँ के छ थाहा छ प्रिय? तिमी एक मूर्ख आइनै जस्तै कुरा गर्छौ। परमेश्वरबाट हामीले सुख चाहिँ ग्रहण गर्ने, दुःख चाहिँ ग्रहण नगर्ने, र यी सबै कुरा आफूले बोलेको कुरामा अयुबले पाप गरेन भनेर भनेको छ। हेर्नुहोस् त प्रिय, आज नि अयुबको त्यो सम्बन्ध परमेश्वरसँग त्यो बलियो जगको सम्बन्धको कारणले गर्दा अयुब 42:10ले भन्छ, यसरी अयुबले आफ्ना मित्रहरूका निम्ति प्रार्थना गरेपछि परमप्रभुले अयुबको सुदिन फर्काइदिनु भयो र तिनका सबै धन सम्पत्ति पहिलेको भन्दा 2 गुणा बढाइदिनु भयो।
त्यसबाहेक परमप्रभुले अयुबको जीवनमा पछिल्लो समयलाई अघिल्लो समयभन्दा बढी आशिष दिनुभयो। तिनका 14,000 भेडा, 6,000 ऊँट अनि 1000 हल गोरु र 1000 गधा थिए भनेर भनेको छ। पहिलाको भन्दा ठ्याक्कै 2 गुणा चाहिँ परमप्रभुले आशिष दिनुभएको कुरा। हामी आशिष पाउनको निम्ति पनि नि प्रिय हाम्रो उहाँसँगको बलियो जग हुनु एकदमै जरुरी छ। अनि जगको निर्माणको विषयमा वचनको आज्ञाकारिता हुनुपर्छ प्रिय। अनि साँचो जगको लागि येशूको वचन सुन्नुपर्छ अनि र पालन गर्नु एकदमै आवश्यक छ। धर्मशास्त्र प्रति प्रतिबद्धता हुनुपर्छ। प्रेरित 2:36 देखि 47 देखे चाहिँ संगति, प्रार्थना र प्रेरित सिद्धान्तप्रति समर्पण हुनु जरुरी छ। दैनिक जीवनमा प्रार्थना, बाइबल अध्ययन, नियमित संगति जाने, वचन अनुसारको जीवन जिउने कोसिस गर्ने जस्ता कुराहरूले हाम्रो जीवनमा विश्वासको जग बन्दै जान्छ। आमेन। तपाईको जगलाई बलियो बनाउने तरिकाहरू परमेश्वरसँग व्यक्तिगत सम्बन्ध विकास हामीले गर्नुपर्छ। हाम्रो विश्वासको जगलाई बलियो अझै बलियो बनाउँदै जाने हो भने परमेश्वरसँग हाम्रो व्यक्तिगत सम्बन्धलाई चाहिँ एकदमै विकास गर्नु जरुरी छ। आफ्नो जीवनमा प्रार्थनालाई प्राथमिकता दिनुहोस्। परमेश्वरसँग गुणस्तरीय समय बिताउने कोसिस गर्नुहोस्। उहाँसँग कुरा गर्नुहोस् र उहाँको आवाजलाई पनि सुन्ने कोसिस गर्नुहोस्। हाम्रो बानी के छ भने प्रार्थना गर्छौँ, आमेन भन्छौँ, उठेर हामी हिँडिहाल्छौँ। त्यसो गर्नुहुन्न प्रिय। हामी प्रार्थना गर्नुपर्छ। तपाईको जति पनि अर्ज बिन्ती प्रार्थना गर्नुहोस्। प्रार्थना गर्दै गर्दा जब आमेन भन्नुहुन्छ त्यसपछि तपाईँ सुन्ने कोसिस गर्नुहोस्। आँखा बन्द गरेर आँखा हेरेर उठि नहाल्नुहोस्। त्यो आमेन भनेर आँखा बन्दै गरेर तपाईँले उहाँको आवाजलाई सुन्ने कोसिस गर्नुहोस् अनि उहाँ तपाईँसँग बोल्नुहुनेछ। आमेन। नियमित प्रार्थना र बाइबल अध्ययनमा प्रतिबद्ध हुनुहोस्। बाइबललाई बुझ्न र आफ्नो जीवनमा लागू गर्न मद्दतका लागि, मार्गदर्शनका लागि प्रार्थना हामीले गर्नुपर्छ। हाम्रो बलियो जग बनाउनको निम्ति यी सिद्धान्तहरू विश्वासीहरूलाई आत्मिक परिपक्वतामा बढ्न अनुमति दिनको लागि, बुझ्न र दृढतापूर्वक पालना गर्नको लागि हो। यीशु ख्रीष्टको जगको रूपमा 1 कोरिन्थी 3:11 अघि मैले भने यीशु ख्रीष्टमा बाहेक अरू कुनैमा जग बसाल्न सकिँदैन भनेर। उहाँ विश्वासको वस्तु हुनुहुन्छ जुन धर्मशास्त्रद्वारा प्रकट गरिएको छ। आमेन। लुकाको पुस्तकमा 7 अध्यायमा हामी हेऱ्यौँ भने त्यहाँनिर एउटा कप्तानको नोकर निको भएको हैन कुराहरू हामी थाहा गर्न सक्छौँ। अनि एकजना कप्तान हुन्छ अनि उसको एकदमै प्यारो नोकर हुन्छ अनि जो चाहिँ बिमारी भएर मर्न लागेको हुन्छ। नोकरहरूसँग अनि कप्तानको घर नजिकै आइपुग्छ अनि त्यतिखेर चाहिँ येशू तिनीहरूको साथ जानुभयो अनि कप्तानको घर नजिकै उहाँ हुनुहुँदा कप्तानले तिनका मित्रलाई उहाँ कहाँ यसो भनी पठाए, हे प्रभु दुःख नउठाउनुहोस् किनकि तपाईँ मेरो घरभित्र प्रवेश गर्नु हुने योग्यको म छैन। उसले आफूलाई कति तल गिराएको छ क्या, तपाईँ मेरो घरमा बस्नु हुने म त्यो लायकको चाहिँ छैन, म तपाईँलाई मेरो घरमा स्वागत गर्ने लायकको छैन भनेर आफैलाई उसले गिराएको छ। मैले आफैलाई पनि तपाईँ कहाँ आउने योग्य ठानिन, उसले आफूलाई पनि उहाँ कहाँ जाने योग्य ठानेको छैन। त्यही भएर उसले चाहिँ आफ्नो भारदारहरूलाई पठाएको छ, उसको नोकरहरूलाई पठाएको छ। तर वचन मात्रै भनिदिनुहोस् र मेरो चाकर निको हुनेछ। आमेन। आज हेर्नुहोस् त त्यो कप्तानको त्यो विश्वास त्यो विश्वासको जो कस्तो के बोलिदिए मात्रै हुन्छ मेरो नोकर चाहिँ निको हुन्छ भनेर भनेको छ। अनि येशूले उसलाई चाहिँ के भनेको छ भने 9मा यो कुरा सुनेर येशू तिनीसँग आश्चर्यचकित भएको कुराहरू छ र फर्केर आफू पछि आउने भिडलाई भन्नुभयो, म तिमीहरूलाई भन्दछु मैले इजरायलमा पनि यस्तो ठुलो विश्वास देखेँ। प्रभु येशूले नै स्वीकार गर्नुभएको छ इजरायलमा यो कप्तानको जस्तो विश्वास चाहिँ
कहिले देखिएन भनेर यहाँ भनिएको छ। जब पठाइएका मानिसहरू घर फर्केर गए तिनीहरूले त्यसका कमरालाई निको भएको कुरा थाहा पाएको छ। आमेन। साँच्चै नै आज हामी तपाईँ र म चङ्गाई हुन चाहन्छौँ भने नि विश्वासको जग, उहाँसँगको त्यो बलियो सम्बन्ध, उहाँसँगको त्यो बलियो भरोसाको जग बनाइराख्नु एकदमै जरुरी छ। अनि मात्रै हामी यस्तो व्यक्ति बन्छौँ, बुद्धिमान व्यक्ति जो चट्टानमाथि बसालिएको आँधी हुरी आउँदा हामीलाई केही पनि हुन्न भनेर हामीलाई धर्मशास्त्र बाइबलले हामीलाई सिकाएको छ। प्रिय, यहाँसम्म कि नोहाको समयमा पनि दुष्ट्याइ बढेको कारणले गर्दा अब म पृथ्वीलाई नष्ट गर्दैछु, नोहा अब तैँले चाहिँ जहाज बनाउन सुरु गर भनेको छ। जहाज बनाउनु अयुबलाई हुन त यहाँनिर धर्मशास्त्र बाइबलमा कुनै पनि यति वर्ष लाग्यो भनेर मेन्सन गरेको छैन, तर बाइबलको सन्दर्भमा नोहा 500 वर्षको हुँदा उसको छोराहरू जन्मिएको थियो र 600 वर्षमा चाहिँ जल प्रलय भएको थियो नोहाको समयमा। अनि यसलाई जब हामी हेर्छौँ भने अलिकति क्यालकुलेट गर्छौँ भने चाहिँ उसको जहाज बनाउने समय चाहिँ लगभग 50 वर्षदेखि 75 वर्षसम्म लाग्यो भन्ने कुराहरू बाइबल सिद्धान्तहरूको बुझाइअनुसार यति छ। हेर्नुहोस् त, 50 देखि 75 वर्षसम्म तपाईँ एउटै काम गरिरहनु, अनि त्यतिखेर के भन्छ त्यो खरेडी होइन, संसार पानी पर्दैछ डुब्दैछ भन्दैछ, तर नोहाको त्यो समयमा भने खरेडी गइरहेको छ। तर पनि उहाँले भन्नुभएको कुरालाई बेवास्ता गरेन। प्रिय, ऊ एकदमै आज्ञाकारी भएर उसले जहाज बनाएको बनाई गरेको कुराहरू हामी थाहा गर्न सक्छौँ। अनि त्यो प्रतिबद्धता र त्यो आज्ञाकारिताले नि उसको घर परिवारको साथसाथै संसारको सारा जीव जन्तुहरू बचाइएको कुराहरू हामी थाहा गर्न सक्छौँ। आज तपाईँ र म प्रतिबद्धताको, उहाँको आज्ञाकारिताको जब तपाईँ र मेरो जीवनमा छ भने नि तपाईँ मात्र बाँच्नुहुन्न प्रिय, तपाईँको साथमा तपाईँको सहपरिवार पनि बचाइनेछ। आमेन। अनि त्यसको साथसाथ तपाईँको छिमेकी, तपाईँको आफ्नो आफन्तहरू पनि बचाइनेछ। अन्तमा म निष्कर्षमा के भन्न चाहे भने हामीले परमेश्वरसँग विश्वासको बलियो जग हुन्छ, सम्बन्धको जग पनि हुन्छ, भरोसाको बलियो जग पनि हुन्छ। हामीले सफल पनि हामी हुन्छौँ, आशिष बटुल्छौँ, चङ्गाई पाउँछौँ, शैतानमाथि विजय हुन्छौँ होइन। त्यसको साथसाथै हामी मुक्ति पाएका छौँ, स्वर्गीय जीवन, अनन्त जीवन हामीले प्राप्त गरेका छौँ। शान्ति, आनन्द, कृपा, निकास, सुरक्षा हामीले पाएकै छौँ र धेरैभन्दा धेरै फलहरू फलाएका छौँ। दान वरदानहरू हामी भरिभराउ भएका पनि हुन्छौँ। यसको बादमा पनि एउटा महत्त्वपूर्ण कुरा पाउँछौँ। त्यो कुरा चाहिँ के हो भने नि गहिरो छ प्रिय। मत्ती 16:18 र 19मा यस्तो लेखिएको छ। के पाउँदो रहेछ त हामी हेरौँ है त। म तिमीहरूलाई भन्दछु, तिमी पत्रुस हौ, म मेरो मण्डली यस चट्टानमाथि स्थापित गर्नेछु र नरकका ढोकाहरू त्यसमाथि विजय हुने छैन। आमेन। तिमी पत्रुस हौ, परमेश्वरले भन्नु पर्यो नि होइन, मलाई तिमी मर्कुस हौ होइन, म मेरो मण्डली तिमी माथि बसाल्छु अनि यस चट्टानमाथि स्थापित गर्नेछु र नरकको ढोकाहरू तिमी माथि विजय हुने छैन। आमेन। म तिमीलाई स्वर्गको राज्यको साक्षाहरू दिनेछौ। जे तिमीले पृथ्वीमा बाँध्नेछौ स्वर्गमा बाँधिनेछ, जे तिमीले पृथ्वीमा फुकाउला त्यो स्वर्गमा फुकाइनेछ। आमेन। आज परमेश्वरले हामीलाई आशिषको साथसाथ विजयको साथसाथ हामीलाई त्यो शक्ति पनि हामीलाई उहाँले दिनुभएको छ, जो चाहिँ हामी यहाँ जे गर्छौँ नि स्वर्गमा त्यो हुनेछ। आमेन। आज यो वचनले नि हामीले यो कुराहरू सिकाउँछ प्रिय। आज
उहाँसँगको बलियो जग, विश्वासको जग, भरोसाको जग, सम्बन्धको जग जब हामी बलियो र मजबुत हुन्छ नि, उहाँमा रहन्छौँ नि। यहाँ अर्को एउटा खण्डले के भनेको छ भने यूहन्ना 15:7 के भनेको छ प्रिय थाहा छ? तिमीहरू ममा रह्यो भने र मेरो कुरा तिमीहरूमा रह्यो भने तिमीहरूलाई जे इच्छा लाग्छ माग, त्यो तिमीहरूको निम्ति हुनेछ। आमेन। तपाईँ र म नि उहाँसँग चाहिँ हुनु पर्यो प्रिय। अनि जब हामी जे माग्छौँ नि उहाँले त्यही कुरा दिनुहुन्छ प्रिय। यसमा कुनै सङ्कोच चाहिँ छैन। यो कुनै प्रमाण गर्ने कुरा होइन। अघि मैले भने उहाँको वचन चाहिँ प्रमाण गर्ने कुरा होइन, घोषणा गर्ने कुरा हो। जब हामी घोषणा गर्छौँ नि पुरा हुन्छ। आमेन। आज परमेश्वरले हामीलाई त्यो कुञ्जी दिनुभएको छ जो चाहिँ हामी आशिषको ढोका पनि खोल्न सक्छौँ, श्रापको ढोका पनि खोल्न सक्छौँ, नरकको ढोका पनि खोल्न सक्छौँ र प्रशस्तताका ढोकाहरू पनि हामी खोल्न सक्छौँ। हामी जे खोल्छौँ यहाँ त्यही खोलिनेछ स्वर्गमा भनेर भनेको छ। त्यो शक्ति तब मात्रै पाउँछौँ जब हामी उहाँसँग रहन्छौँ। तिमीहरू ममा रह्यो भने र मेरो कुरा तिमीहरूमा रह्यो भने ती कुराहरू हुनेछ भनेर भन्नुपर्छ। आमेन। आजको वचन यहाँ राख्नेछौँ। यहाँहरूको बिचबाट फेरि पनि म जानेछु। यहाँहरूको दिन शुभ रहोस्। जय मसीह।